भन्नुहुन्छ अब भन्नु त कास्की गोदाम बेलायत टुर सेन्टर कास्की गोदाम जाने बाटो फुटबल ग्राउन्ड थियो अनि त्यसमा फुटबल ग्राउन्ड उता अब इस्टतिर पऱ्यो बेलायत वान तपाईँ यहाँबाट पञ्चवटी स्कुल अनि त्यहाँबाट म ठ्याक्कै यहाँ उठेर चाहिँ मैले उता अब मैले वेस्टतिर गर्दाखेरि म कहाँ पुगेँ अघि त्यो फुटबलका F1को युनिटहरू पत्ता लगाएँ अब म एकछिनमा म हाम्रो घरको भिटा माथि उभिएर अनि म त्यहाँबाट कसको घर हाम्रो वरिपरि कता कता थियो भन्ने कुरा म तपाईँहरूलाई भन्दैछु नमस्कार म अहिले ट्याक्कै चोकमा आइसकेको छु अनि यो पूर्व अनि अब यो ट्याक्कै चोक अनि अब हामी त्यो बाटो हुँदै बेलडाङ्गी जानेछौँ अनि अर्को चोक हुँदै अनि हामी बेलडाङ्गी शिविर आधार पुग्दैछौँ यो चोकबाट चाहिँ ट्याक्कै यो बाटो चाहिँ बेलडाङ्गी जाने बाटो हो ट्याक्कै बाटो अहिले हामी ट्याक्कै दमकमा आइसकेका छौँ अनि अब हामी यो बाटो हुँदै बेलडाङ्गी शिविर जानेछौँ त्यसपछि हाम्रो दमक अस्पताल पहिलाको हाम्रो भुटानी दाजुभाइहरूले यो काउन्टरबाट औषधि पाउनु हुँदो रहेछ त्यहाँ एकजना दाजु भाउजू मार्फत थाहा पायौँ अब हामी यो बाटो हुँदै बेलडाङ्गीतर्फ जाँदैछौँ बेलडाङ्गी 1 पहिला जान्छौँ त्यसपछि हामी बेलडाङ्गी 1 अलिक तलतिर चाहिँ जुन ब्यारेक थियो अथवा ब्यारेक छ त्यहाँनिर आइपुगिसकेका छौँ त्यहाँ आउन लागेका छौँ अब यहाँबाट सकिँदै बेलडाङ्गी 1 जाने बाटो अनि जहाँ यहाँनिर फुटबल खेल्ने ठाउँ यहाँ छ अनि यो चाहिँ हो बेलडाङ्गी 1 को बाङ्गे वन अफिस बेलडाङ्गीको भनौँ न पहिला जहाँ यहाँबाट हामी दाउराहरू पाउँछौँ विशेष गरी मृत्युहरू भएको बेलामा दाउराहरू दिने ठाउँ वन अफिसमा आइपुगेका छौँ अब यो वन अफिस हुँदै हामी बेलडाङ्गी 2 पुग्नेछौँ बेलडाङ्गी 2 बाङ्गे पुग्नेछौँ पहिला हामीलाई कम्युनिटी पठाउने बेलामा हामीलाई तालिम दिने ठाउँ यो थियो यही भवन थियो जस्ताको जस्तै छ यो भवन त्यही भवनको त्यो 2टा कोठामा हामीले तालिम पाएको अनि दमक गाउँ प्राविधिक शिक्षालय भनेर खुलिएको रहेछ अब यो बाटो हुँदै अब हामी माथि बेलडाङ्गी 2 पुग्नेछौँ अब हामी चाहिँ बेलडाङ्गी 2 को बाङ्गे बजार आइपुग्न लागेका छौँ अब यो जाने क्रममा
यहाँदेखि ट्याक्कै बस स्ट्यान्ड थियो बसहरू लाग्ने अनि यो जुन यताबाट सिधै जाँदाखेरि चाहिँ उहाँ श्रीलङ्का भन्ने हाम्रो बुझ्यो नि अनि सेक्टर ए यता सेक्टर बी हुँदै अनि त्यसको छेउमा जुन मन्दिर थियो त्यो मन्दिर चाहिँ ट्याक्कै यो मन्दिरलाई चाहिँ यसरी भवन पछाडि बनाएर ठुलो बनाइएछ अनि ठ्याक्कै अब यो यहाँबाट उँधो जाने बाटो आउँछ यो हाम्रो सब्जी लाग्ने सब्जी पाउने ठाउँ माछा पाउने ठाउँ यहाँनिर ठ्याक्कै अब हामी यहाँ बाङ्गेमा आइपुगेका छौँ ठ्याक्कै हामी अहिले लगाइएको बाङ्गे हेर्न सक्नुहुन्छ हाम्रो मनोजको घर यी मासतिर यो ठ्याक्कै अब व्यापार बिजनेस यसबाट पनि राम्रै हुँदैछ अलिअलि हुन्छ राम्रो हो नि यसरी आफ्नो हाम्रो क्याम्प बेल्लाङ्गी A1 हट नम्बर 3 को परिवारले चाहिँ यसरी आफ्नै घर अगाडि बिजनेस गर्नु हुँदो रहेछ नर्सरीको आफ्नो घर अगाडि हरियो राम्रो पनि भयो यसो बिजनेस पनि भयो धेरै राम्रो छ यो राम्रो ठाउँमा यसलाई बिक्री बितरण गर्नु हो भने धेरै राम्रो व्यापार गर्नुभएको र बिजनेस गर्नुभएको रहेछ यो के भन्नुभयो मुन्तला सुन्तलाको भयो हवस् धन्यवाद गरेर पहिला क्याम्प बनाउने अहिले पनि यो बाँस यसरी राख्ने क्रम रहेछ यो बाँस पनि सायद बिक्री नै होला बिक्रीमै राखिएको होला क्याम्पमा कोला यसरी अब हामी बेलायत 2 को क्याम्प अफिसमा आइसकेका छौँ ठ्याक्कै यो चाहिँ बेलायत 2 को क्याम्प अफिस यो पहिला क्याम्प सेक्रेटरी बस्ने अफिस सायद अहिले पनि त्यस्तै हुनसक्छ ठ्याक्कै जस्ताको त्यस्तै भवन छ यो हेर्न सक्नुहुन्छ यो ठ्याक्कै बेलायत 2 को पुरानो क्याम्प अफिस अहिले पनि त्यस्तै छ अनि यहाँनिर बस्ने ठाउँ यो बर्पीको अनि यता भरे बेलायत 3 पट्टि यहाँ चित्रहरू पाउँथ्यो अहिले कुनै सामुदायिक वनले त्यस्तो केही भवनहरू प्रयोग गरेको देखिँदैछ यहाँ यो बेलायत 3 को रासिन गोदाम हो भने ठ्याक्कै त्यसको अपोजिटपट्टि चाहिँ यो बेलायत 2 को रासिन गोदाम यहाँभित्र रासिन राख्ने अनि निकालेर बाहिर पिटाउने गर्ने काम अनि अहिले हामी चाहिँ ठ्याक्कै यो चोकमा आइपुगेको छु यहाँ चाहिँ चोक बनाउनु भएको छ यो चोकबाट चाहिँ 4 वे यता म तपाईँलाई बताउँछु जब म बाङ्गेबाट आइरहेको छु अनि यो चाहिँ बेलायत विष्णु रामदामको घरतिर जाने बाटो हो भने यो चाहिँ यताबाट हामी पूर्व पर्छ अब यो चाहिँ हामी मुनागिरीको घर ठ्याक्कै त्यो माथिबाट पर्थ्यो अनि त्यहाँबाट सानो पछाडि पुताली बजार भन्ने लाग्थ्यो त्यहाँनिर त्यो जाने बाटो पनि यो बाटो त हामी बाङ्गेबाट अहिले आएको बाटो हो अनि अब यो चोक हो भने यहाँबाट सिधै उँभो हामी जाँदैछौँ अब हामी यो बाटो सिधै उँभो गर्ने बेलायत 2 को एच अनि त्यो एचको जुन अगाडि पहिला छेउमा फुटबल ग्राउन्ड पनि थियो अनि त्यो बाटोतिर हामी लाग्दैछौँ अब यो बाटो हुँदै 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 हामी हाम्रो एपतर्फ पनि हामी प्रश्न कोसिस गर्छौँ अनि यो चाहिँ पर्यो बेलायत 3 को पानी ट्याङ्की जस्ताको त्यस्तै अवस्थामा छ हामीले यो पानी ट्याङ्कीको यो स्टेजमा कार्यक्रम पनि गर्थ्यौँ यहाँ एकपल्ट ठुलो पुराण पनि लागेको थियो यही ठाउँमा हो जुन हेमराज केशर सडके भन्ने व्यक्तिले यहाँ आएर यही ठाउँमा पुराण लाउनु भएको थियो अनि पानी ट्याङ्की ठ्याक्कै यो अनि त्यो पानी ट्याङ्की अगाडि यसलाई स्टेज बनाइएको रहेछ अहिले निर्माण गरिएको रहेछ सिमेन्ट अब हामी ठ्याक्कै आएर चाहिँ हामी यो बेलायत 2 को
हेल्थ सेन्टरमा आइपुगेका छौँ। अनि यसलाई चाहिँ नेसनल डे केयरले इन्ट्राले चाहिँ यसलाई डे केयर सेन्टर बनाएको रहेछ। पानी ट्याङ्की यो चाहिँ लिटल बिट बिल्डिङहरू चेन्ज गरिएछ स्ट्रक्चरहरू। अनि किनभने उतला चाहिँ म ठ्याक्क जस्ताको त्यस्तै स्ट्रक्चर देख्दैछु, यसलाई चाहिँ अलिक चेन्ज गरेर बनाइएछ। म तपाईँलाई पुरानो बेलायत टुको हेल्थ सेन्टरको चाहिँ एक्ज्याक्टली ओल्ड बिल्डिङ म तपाईँलाई देखाउन गइरहेको छु। अनि ठ्याक्कै यो भित्र पसिसकेपछि चाहिँ अनि जुन यो बिल्डिङ हो नि, यो बिल्डिङ चाहिँ जस्ताको त्यस्तै रहेछ। यहाँनिर मलाई जहाँसम्म लाग्छ यहाँनिर स्टरलाइजेसन गर्ने ठाउँ थियो। अनि ठ्याक्कै यहाँनिर चाहिँ हाम्रो केही सर्जरी साधारण मेरो यो खुट्टाको अम्ला निकालेको कोठा पनि यही हो। खुट्टाको एउटा अम्ला जुन डोइने गाडिएको थियो हाम्रो एकजना दाइले चाहिँ ठ्याक्कै मलाई यहाँनिर उखालिदिनु भएको थियो यो रुमभित्र, त्यो रुम नै हो। अनि यहाँ डक्टरहरू बेला बेलामा आउने, कताकता लाइनमा बस्ने देख्न सक्नुहुन्छ। ठ्याक्कै यो मलाई सम्झना हुन्छ यो लाइन जहाँ यहाँ हामी लाइनमा बसेर एमडी डक्टर आउँदाखेरि त्यो बैठा हुन्थ्यो। अनि हामी देख्थ्यौँ त्यो बिल्डिङ चाहिँ ठ्याक्कै जस्ताको त्यस्तै छ। अनि हेर्न सक्नुहुन्छ यताको बिल्डिङहरूलाई चाहिँ अलिअलि परिमार्जन गरेर चेन्ज गरेर छ, किनभने यहाँ ओल्ड बिल्डिङको यो भत्काइएछ अनि त्यसमा एउटा बनाइएछ। यो चाहिँ अहिले त्यो केयर भएको रहेछ। सरी हाम्रो प्लान गाईहरू पालेर व्यवसायहरू गरेर अब बस्नु भएको छ। अब हामी सेक्टर एचमा बाटोको छेउमा आइपुगेका छौँ, जहाँ त्यही मासतिर चाहिँ फुटबल ग्राउन्ड थियो। अनि ठ्याक्कै उतापट्टि चाहिँ हाम्रो सन्जु दिदीहरूको घर थियो। अब हामी सेक्टर एच यो चाहिँ ठ्याक्कै सेक्टर एचको पहिलाको पुरानो फुटबल ग्राउन्ड। अनि यसको ठ्याक्कै यो साइड चाहिँ हाम्रो सन्जु दिदीहरूको अनि सबिना दुर्गाहरूको घर चाहिँ ठ्याक्कै यिनीहरू थियो है। हामी ठ्याक्कै त्यसकै अगाडि छौँ। अनि हाम्रो राई सर के पो राई सर हामीलाई पढाउने सर भक्तमान सरको घर यिनीहरू थियो। हामी अहिले ठ्याक्कै यो माथि सेक्टर एचको साइडमा चाहिँ एउटा चर्च बनेको रहेछ। त्यो चर्चको अगाडि आइपुगेको छु। हामीलाई थाहा भएन यो कुन चर्च हो, कसको चर्च हो, के हो, तर यहाँ चर्च बनेको। अहिले हामी चाहिँ ट्याक्कै यो एउटा फुटबल ग्राउन्डमा आइपुगेका छौँ। एकदम माथि जङ्गलकै छेउमा यो एच र एफको बिचतिर चाहिँ बनाइएको रहेछ। अनि त्यसलाई चाहिँ बेलडाङ्गी फुटबल ग्राउन्ड इस्टाब्लिस 2020 सपोर्टेड कन्स्ट्रक्टेड सपोर्ट शिवा हुमागाई। हाम्रो हुमागाईज्यू मिनिसोटामा हुनुहुन्थ्यो। उहाँको फादरको नाममा चाहिँ उहाँको फ्यामिलीहरूले बनाउनु भएको फुटबल ग्राउन्ड रहेछ। जोस् राम्रो रहेछ, अहिलेसम्ममा त राम्रो टेक केयर गरेको रहेछ। फेन्सहरू पनि राम्रो, बस्ने हेर्ने ठाउँ जोस् राम्रो छ। यत्तिकै संरक्षण गरेर राख्ने हो भने यो राम्रो छ पछिसम्मको लागि पनि, नयाँ जेनेरेसनहरूको लागि, आउने जेनेरेसनहरूको लागि खेल्ने। ठिक छ।
अहिले म यहाँ ठ्याक्कै आइपुगिसकेको छु। यो चाहिँ एकजना हाम्रो दिदीको के भनौँ चौतारा जस्तो भनेपछि म अहिले यसलाई मैले अनुमान गर्दाखेरि चाहिँ म ठ्याक्कै अहिले जुन हाम्रो यहाँनिर दर्जी परिवारहरूको बसोबास थियो यो एरियामा भने अब मैले यसलाई सिमाना राखेर चाहिँ ठ्याक्कै सेन्टर राखेर मैले वेस्टपट्टि जाने हो भने म यता पर्दैछ फुटबल ग्राउन्ड उँभो। किनभने यो यसलाई अनुमान राख्ने हो भने यसको पछाडिपट्टि पर्यो दर्जीहरूको लाइन भने यसलाई सिधै उँभो गइयो भने फुटबल ग्राउन्ड अनि यता गइयो भने विकास राईहरूको घर सेक्टर ई भने यता गइयो भने चाहिँ सेक्टर ई कुमार ओडारीहरूको घर यता पर्छ अनि त्यसको सिधै उँधो गइयो भने चाहिँ रामलक्ष्मणको घर पर्छ भने त्यसको ठ्याक्कै यतापट्टि चाहिँ हामी पञ्चवटी स्कुल पर्ने हुन्छ। अब यसलाई चाहिँ मैले सेन्टर पोइन्ट बनाएर अब म फुटबल ग्राउन्डतिर जाँदैछु। हेर्नुहोस् है त अब म फुटबल ग्राउन्डतिर जाँदैछु अनि मैले अघि भनिसकेँ यतापट्टिको साइड चाहिँ हाम्रो दर्जी फ्यामिलीहरू हुनुहुन्थ्यो भनेदेखि अब दाई घाँस कहाँबाट ल्याउनु भयो के को लागि गाई बाख्राको लागि ए ठिक छ। अब हुने क्रममा चाहिँ म तपाईँलाई फुटबल ग्राउन्डसम्म चाहिँ पुरानो फुटबल ग्राउन्डसम्ममा चाहिँ म पुर्याउने कोसिस गर्छु। त्यहाँदेखि चाहिँ म फेरि म क्याम्पतिरै पस्नेछु। तपाईँको यो फुटबल ग्राउन्डको पुरानो सखुवाको रुखहरू यस जस्ताको त्यस्तै छ है सुकेको छ तर अन्त चाहिँ त अब ठ्याक्कै म यो पुरानो फुटबल ग्राउन्डमा आइपुगिसकेको छु। हेर्नुहोस् पुरानो फुटबल ग्राउन्ड यहाँनिर थियो। मैले बुझ्दाखेरि चाहिँ यसलाई खनेर पोखरी जस्तो बनाएको थियो अरे अनि यहाँ पानी जामेर यहाँ एकजना बच्चाको दुर्घटना भएपछि यसलाई सायद गभर्मेन्टले नै यो काम नगर्ने लागि यहाँ सायद स्विमिङ पुलहरू केही भएन अनि अहिले जोस् यसलाई लेक जस्तो बनाएको तपाईँको ठ्याक्कै अब म जाँदैछु भनेपछि ओके म यहाँबाट अब मैले तपाईँको जुन चौतारा थियो अथवा त्यो हाम्रो दिदीको त्यो थियो उहाँलाई म चिन्छु एकदम राम्रोसँगले अनि त्यसलाई चाहिँ पोइन्ट अनि त्यहाँबाट यो फुटबल ग्राउन्डलाई पोइन्ट बनाएर जाँदाखेरि चाहिँ यहाँ एउटा कुलो आएको हुनुपर्छ। कुलो थियो विकास राईको घर छेउमा। अब त्यो कुलोहरू त केही पनि नाम निशानै छैन किनभने यतापट्टि माथिल्लोपट्टि सबै यस्तो जङ्गल छ हेर्नुहोस्। अनि म अब चाहिँ मैले ठ्याक्कै पोइन्ट पक्रिँदैछु तपाईँले हेर्न सक्नुहुन्छ। जुन यो बाङ्गेको रुख छ नि सखुवा यो बाङ्गेको सखुवा चाहिँ कहाँ थियो त भन्दाखेरि ठ्याक्कै यो हाम्रो हेमन्त दाजुको घर हाम्रो सार्की दाजुहरूको घरको छेउमा चाहिँ के थियो त यो बाङ्गेको रुख थियो। अनि यो बाङ्गेको रुख जहाँ छ नि हेर्नुहोस् है त यो बाङ्गेको रुख चाहिँ ठ्याक्कै हाम्रो हेमन्त दाजुको अनि त्यस पछाडि त्यहाँदेखि यता राइट यतातिर आउँदाखेरि चाहिँ के थियो त भन्दाखेरि मलाई अहिले अनुमान गर्दा चाहिँ म 99% स्योर भएँ कि हाम्रो घर चाहिँ यो फुटबल ग्राउन्डभित्र थियो हाम्रो भित्र चाहिँ। किनभने यो फुटबल ग्राउन्डको सिधै
लिटल बिट लेफ्ट गर्दाखेरि चाहिँ के छ त यो बाङ्गेको रुख छ। यो बाङ्गेको रुख चाहिँ बेला बेलामा हामीलाई यसले लड्छ कि भन्ने डरले हामीलाई डर हुन्थ्यो। अनि यो बाङ्गेको रुखदेखि यतापट्टि जुन थियो नेक्स्ट लाइन हाम्रो भट्टराईको, अनि भट्टराईदेखिको ठ्याक्कैको नेक्स्ट लाइन भनेको हाम्रो लाइन थियो। अनि हाम्रो पशुपत दाजुको घर, अनि त्यस पछाडि हाम्रो घर, अनि त्यस पछाडि हाम्रो चन्द्र दिदीको घर, अनि हाम्रो सेक्रेटरीहरूको घर चाहिँ हाम्रोदेखि उतापट्टि थियो। भनेपछि यो ग्राउन्डले चाहिँ ट्याक्कै यहाँबाट यो बाङ्गो परेको सखुवाको रुख तपाईँहरूलाई म अझै राम्रोसँग देखाउँ है त। यो बाङ्गे परेको यो रुखलाई आधार गरेर हेर्दाखेरि यसको अहिले म ठ्याक्कै जङ्गलको पोइन्टमा उभिएको छु। यो जङ्गलको पोइन्ट हो, जङ्गलतिर। अनि यहाँबाट त्यो बाङ्गेको रुख तपाईँले देख्नुहुन्छ। त्यो बाङ्गेको रुख मैले अघि भनिसकेँ। र त्यो बाङ्गेको रुखदेखि यो जङ्गलको पोइन्ट हुँदाखेरि झन् यो एउटा यो हाम्रो बुद्धे दर्जी दाई अनि हाम्रो पशुपत दाजु घरको छेउको रुख हो यो। अनि यो रुखलाई चाहिँ पोइन्ट बनाएर त्यसको चाहिँ तपाईँको 10 फिट यता आउने हो भने तपाईँको यस्तो यहाँबाट चाहिँ ठ्याक्कै यतिबाट चाहिँ हाम्रो भिटाको लाइन, हाम्रो पशुपत दाजुको, अनि हाम्रो अनि चन्द्र दिदीको, अनि यसको सिधा उता हाम्रो भट्टराई दाईको, अनि त्यसको सिधा उता हाम्रो दुर्गे गोविन्द दाईहरूको घर चाहिँ ठ्याक्कै यो फुटबल ग्राउन्डमा पर्दो रहेछ। फुटबल ग्राउन्डको ठ्याक्कै तपाईँको लगभग 50% इस्टपट्टिको लेनमा चाहिँ हाम्रो घर यहाँ पर्दो रहेछ। म तपाईँलाई फेरि पनि भन्दैछु, बाङ्गेको रुख यहाँनिर छ, यो हेमन्त दाजुको घर छेउको, अनि यो कुदेको दाईको घर छेउको माथिको यो सखुवाको रुख जस्ताको त्यस्तै छ। अनि तपाईँलाई मैले यहाँबाट अलिकति माथि यो जङ्गल लगेँ भने तपाईँलाई म बर पिपल पनि म देखाउन सक्छु, अथवा एउटा ठुलो पिपलको रुख थियो नि, हामी पढ्न जाने पिपलको रुख, म त्यो पोइन्ट पनि जान सक्छु। तर अहिले म यो कस्तो घारी छ उँभो जाने सायद म जाँदिनँ, किनभने म अहिले यहाँ एक्लै नै भिडियो गरिरहेको छु। त्यसले गर्दाखेरि म उँभो जाने कोसिस गरिनँ, अलिक टाइम थियो र भने म बर्फीलाई तपाईँलाई म देखाउँथेँ। अब यस्तै अब म मेरो घर मैले पक्रेँ। अनि मेरो घर पक्रिसकेपछि मैले उर्वशीहरूको घर त अब मेरो घर यो पक्रिसकेपछि उर्वशीहरूको घर चाहिँ यतै परिगयो। अनि त्यसैले अब म फेरि अरू साथीहरूको घरकोमा अहिले म जुन यो पोइन्टमा उभिरहेको छु, यो पोइन्टदेखि सिधै त्यो अघि मैले देखाएको हाम्रो त्यो दिदीको तामाङ दिदीको चाहिँ जुन त्यो के भन्छ चौतारा उहाँको नाममा बनाइएको त्यो छ। त्यो बाटोमा जुन हुन्थ्यो नि, यो बाटो आउँथ्यो नि, यो बाटो उँभो जाने बाटो हो कि जस्तो यो निशानी त्यस्तै छ। अनि यो बाटो हुँदै यो सखुवाको रुख हुँदै एउटा बाटो जान्थ्यो उँभो। त्यसको साइडमा यता फुटबल ग्राउन्ड थियो, अनि त्यो फुटबल ग्राउन्ड उता अब इस्टतिर पऱ्यो बेलडाङ्गे वान। अनि तपाईँ यहाँबाट यता हेर्नुहुन्छ भने जुन यो रुख छ, यो मैले अघि भने हाम्रो दर्जी दाईहरूको लाइनबाट जाने हो भने त्यहाँ पञ्चवटी स्कुल, अनि त्यहाँबाट म ठ्याक्कै यहाँ उभिएर चाहिँ मैले उता अब मैले वेस्टतिर गर्दाखेरि म कहाँ पुगेँ, अघि त्यो फुटबल ग्राउन्डमा पुगेँ। त्यो फुटबल ग्राउन्डमा पुग्नको निम्ति चाहिँ के भयो त भन्दाखेरि मैले विकास राईको ठ्याक्कै अक्सफोर्डको छेउको पुलोको घर पत्ता लगाएँ। अनि त्यो पुलोको घर पत्ता लगाइसकेपछि म अलिक पर्तिर जाँदाखेरि त्यो बाङ्गेको रुख भेटाएँ मैले, त्यो सखुवाको रुख। त्यो बाङ्गेको सखुवाको रुख तपाईँ भन्नुहुन्छ त्यो चाहिँ हाम्रो एक्ज्याक्टली भन्नुपर्दाखेरि चाहिँ हाम्रो साथी दाईहरूको ठाउँमा चाहिँ त्यो बाङ्गेको रुख थियो। अनि त्यसको उतापट्टि अझै वेस्टपट्टि जाँदाखेरि चाहिँ मैले हाम्रो F1 को युनिटहरू पत्ता लगाएँ। अब म एकछिनमा म हाम्रो घरको भिटा माथि उभिएर अनि म त्यहाँबाट कसको घर हाम्रो वरिपरि कता थियो भन्ने कुरा म तपाईँहरूलाई भन्नेछु। म फेरि यो बेलडाङ्गी फुटबल ग्राउन्ड जुन हाम्रो इन लभिङ मेमोरी अफ जयनारायण हुमागाई उहाँको नाममा जुन यो फुटबल ग्राउन्ड बनेको छ, त्यसको म ठ्याक्कै मिड फिल्डमा छु है त। सपोज म त्यसको फुटबल कोर्स यहाँ छ, अनि अर्को फुटबल कोर्स त्यहाँनिर छ, अनि म यहाँ ठ्याक्कै मिड फिल्डमा उभिएको छु अहिले। तपाईँले मलाई हेर्न सक्नुहुन्छ, म यो यतापट्टि फुटबल पोस्ट छ है, अनि यतापट्टि अर्को फुटबल पोस्ट छ, अनि म त्यसको मिडमा उभिएको छु। अनि
त्यो मेरो मिडमा उभिएर म तपाईँको त्यो बाङ्गेको रुख तपाईँलाई म देखाउन गइरहेको छु। त्यो बाङ्गेको रुख चाहिँ जब लड्छ कि भनेर हामीलाई किच्ने डर हुन्थ्यो, हामी डराउँथ्यौँ। त्यो बाङ्गेको रुख चाहिँ सार्की दाइको घरको ठ्याक्कैमा पर्थ्यो भने त्यहाँदेखि लगभग त्यसको स्ट्रेट सिधा आउने हो भने सिधा त्यो बाङ्गेको रुखको ट्याक्क सिधा आउने हो भने लगभग 150-200 मिटर यहाँ पर्छ है। म जुन यो मिडफिल्डको लगभग 15 to 25% म वेस्टतिर छु, सरी यहाँ त इस्ट पर्छ, इस्टतिर छु, यता फुटबल ग्राउन्डतिर हाम्रो विकास राईको घरतिर। अनि म ठ्याक्कै यो पोइन्टमा उभिरहेको छु। यो चाहिँ हाम्रो भिजा यहाँनिर थियो भन्ने कुरा मैले पत्ता लगाउन म लगभग म 98% स्योरमा म पुगिसकेको छु। किनभने त्यो बाङ्गेको रुख त्यहाँ छ अनि त्यो हरिणलाई चाहिँ हाम्रो ढोकालाई किच्ने डर यति फरकमा हुन्थ्यो भने यता जङ्गल छ। मैले अघि भनिहालेँ माथि जाने हो भने बसको भेटिन्छ अनि ठ्याक्कै त्यसको अलिकति उतापट्टि बुढे दाइको घर थियो अनि बुढे दाइको घरको छेउमा चाहिँ सप्पाको रुख थियो। त्यो सप्पाको रुख अझै छ। अनि जब म यहाँ आइपुगेँ भने हाम्रो ससुराली घर यता पऱ्यो भनेदेखि सेक्रेटको घर नि यतै परिहाल्यो। अनि यो रुख छ, यो रुख चाहिँ कसको घरमा छु भनेर चाहिँ मलाई अनुमान गर्न सकिनँ। किनभने यो रुख चाहिँ मैले अनुमान गर्दाखेरि चाहिँ जुन त्यो हाम्रो टिफिन दाइको घर अनि हाम्रो पुरी दाइको घरतिर चाहिँ यो रुख पर्दछ। त्यसले गर्दाखेरि चाहिँ म एक्ज्याक्टली कहाँ छु भनेर मलाई थाहा भएन। तर मैले यहाँबाट लोकेसन हेर्दाखेरि चाहिँ त्यो लाइनको सबको घरदेखि यो रुख अझै छ। जस्तै यो रुख पत्ता लगाउनुहुन्छ नि, तपाईँ यहाँ आउनुभयो भने यो रुखलाई तपाईँले एउटा पोइन्ट लिएर तपाईँले आफ्नो घर पत्ता लगाउन सक्नुहुन्छ। अब म मेरो घरमा फिटिसकेको छु अनि मेरो घरबाट सिधै म जाँदैछु। हेर्नुहोस् है, मेरो घरको सिधै भित्रमा जाँदाखेरि अब म कहाँ पुग्छु त भन्दाखेरि हाम्रो गोविन्द दाजु दुर्गा दाजुको घरतिर म यता पुग्छु भनेदेखि सपोज म यहाँनिर त्यो दुर्गा दाजु गोविन्द दाजुको घरको बाटोमा आइपुगेँ भनेदेखि सपोज यहाँ म बाटोमा आइपुगेँ अनि यहाँदेखि सिधै बाटो लिएर जाने हो भने उता जाने हो भने हामी सेक्टर एफ होमी दाजुहरूको घर हाम्रो शिवकोटीजीहरूको घरमा त्यतातिर पुग्छु भनेदेखि अनि म यो पोइन्टबाट त्यही बाटो लिएर यता जाने हो भनेदेखि ठ्याक्कै यता हाम्रो म यो बाटो लिएर आउने हो भने ल हेर्नुहोस् है त, तपाईँलाई मैले अर्को कुरा पनि मैले पत्ता लगाएँ यहाँनिर। अनि म यही पोइन्ट लिएर हेर्ने हो भने यो सप्पाको रुख छ यहाँनिर अनि यो बाङ्गेको रुख यहाँनिर छ अनि हाम्रो हेमन्त दाइको घर त्यता भइगयो, हाम्रो पौडेल दाइको घर त्यहाँ भइगयो अनि यहाँ दालहरूको घर थियो यहाँनिर वरिपरि। सिक्ली यो सप्पाको रुख चाहिँ मलाई जहाँसम्म लाग्छ यो सप्पाको रुख चाहिँ हाम्रो चम्लाइ दाइ र दालको घरको बिचतिर छ कि जस्तो पनि लाग्छ मलाई। अनि म यो हो त्यो बाटोमा छु यहाँ मैले एक्ज्याक्टली, हेर्नुहोस् है त। अनि किनभने फेरि पनि फुटबल ग्राउन्ड छ अनि यो पोइन्ट यता बाङ्गेको रुख यहाँ छ। यहाँबाट अलिकति यस्तो तलतिर झर्ने चाहिँ हाम्रो चौतारा दिदीको चौतारा त्यहाँ छ। अब म फेरि तपाईँहरूलाई म मेरै घरको पोइन्ट लिएर यहाँ आइपुगिसकेको छु अनि त्यहाँबाट उँधो म फेरि दुर्गा दाजुहरूको घरतिरको पोइन्ट तपाईँहरूलाई देखाइरहेको छु। यहाँ पुगेर मैले मेरो घरको डिस्क्रिप्सनलाई चाहिँ म यहीँ अन्त्य गर्छु र अब म अरू घुम्ने क्रममा अरू साथीहरूको घरहरूको पोइन्ट अब यसरी नै म पोइन्ट खोजेर त म गर्न सक्दिनँ, भ्याउँदिनँ। तर म हिँड्दै भेटेँ भने म तपाईँहरूलाई भिडियोमा ल्याउने कोसिस गर्छु। जुन यो यहाँबाट स्ट्रेट छ, यो स्ट्रेट बाटो जान्थ्यो यहाँनिर अनि यो सप्पाको रुखबाट चाहिँ मुनतिर कि माथितिर त्यो बाटो सप्पाको भनेर चाहिँ यो सप्पाको रुखको यता बाटो भयो मुनतिर। अनि यो बाटो जाँदाखेरि त्यो अक्सपम निस्किने बाटो त्यहाँ थियो भने अनि त्यहाँबाट सिधै बाटो आउँछ नि। अनि यो बाटो आएर चाहिँ यो बाटो यहाँ छ, यो बाटो ठ्याक्कै यहाँबाट यो बाटो तपाईँको छ। यो यहाँ म उभिएको यता मदन गिरीहरूको घर थियो भने अनि त्यहाँबाट यहाँनिर हर्की जुन हाम्रो केराबारी राई भन्छ केरा पनि छ तर उहाँको होइन पुस्तक बोकेको रहेछ। तर यहाँ केराबारी राईको घर यहाँ थियो भने यतापट्टि हाम्रो गुरुहरूको घर थियो अनि घर यहाँनिर हो। अनि यो ग्राउन्डभित्र चाहिँ अब धेरै हाम्रो F1 को
मदनको घरदेखि लिएर झन्डै पर हेमन्तहरूको घरसम्म यो फुटबल ग्राउन्डले लिएको छ। अनि ठ्याक्कै यहाँबाट यो बाटो हामी गयौँ भने चाहिँ सिधै ओमे मैनाली दाईहरूको अनि शिवकोटीहरूको त्यहाँबाट यतापट्टि जहाँसम्म लाग्छ यही एरिया हुन्छ रामलक्ष्मीको घर। यो एरिया रामलक्ष्मीको एरिया हुनुपर्छ। अनि यो ठुलो पिपलको रुख यहाँनिर छ है। त्यो पिपलको रुखमा जहाँसम्म चाहिँ जीको छेउमा हुनुपर्थ्यो पहिला, अहिले बढेर यत्रो भएछ। अनि यो पिपलको रुख भएपछि यो पञ्चवटी जाने बाटो हुनसक्छ। अनि यो बाटो पञ्चवटी जाने भएपछि रामलक्ष्मीको घर यता, अनि हाम्रो बाटो गएर यता गएपछि हाम्रो भूपाल दाईहरूको घर, अनि हाम्रो तिवारीहरूको घर हुँदो। अनि यो ठुलो सप्पाको रुख छ, तपाईँहरू आफै अनुमान गर्नुहोस् ठुलो सप्पाको रुख। अनि यहाँबाट सिधै उता गएपछि पञ्चवटी स्कुल। अब फेरि फर्केर म यो जी र ईको बिचको बाटोमै आइरहेको छु। हेर्नुहोस् यो पिपलको रुख यत्रो भएको रहेछ ठुलो। यो बाटो हाम्रो यहाँनिर पहिला हाम्रो दाईको चाहिँ के पो दाल के कस्तो दालको दाईको चाहिँ यहाँनिर पान पसल थियो। यो पुतली बजार यहाँनिर बजारहरू लाग्ने। यो यता राष्ट्रिय गोदाम जाने बाटो, यो यता छत्तीले पौड्यो हाम्रो काशीनाथ घिमिरेको घरदेखि माथि जाने बाटो। अनि ठ्याक्कै म यो जङ्सनमा छु, यो कलपट यहाँनिर। अनि हाम्रो मुनागिरीहरूको घर यता। अनि ठ्याक्कै म यो जङ्सनमा छु, हेर्न सक्नुहुन्छ पुतली बजार पुरानो। अहिले म ठ्याक्कै यो जङ्सनमा छु। यो जङ्सनबाट यहाँबाट उँधो गएपछि हामी निर्मल तिवारी, दमन्त तिवारी, कुमार मेरो साथी खरेलको घरतिर जाने बाटो हो भने यो बाटो हुँदै यताबाट मात्रै जुन यहाँदेखि भित्र चाहिँ टिआरएस स्कुल हुनुपर्छ। तर यो स्कुलहरू भत्काएर चाहिँ अहिले यहाँ सबै जङ्गल छ, यता केही देख्न सकिँदैन। अब हामी यो बाटो हुँदै हामी बाङ्गे निस्किन्छौँ। अनि बाङ्गे निस्केर हामी अब आजको दिनभरिको हाम्रो बेलडाङ्गी चु स्पेसली घुमाइ यहीँ समाप्त हुन्छ। अब हामी आज दिनभरि घुम्यौँ, पुरानो हाम्रो दाजुभाइहरू पनि भेटियो, अनि रमाइलो भयो, पानी पनि परिरहेछ। अनि अब यस्तै आज हामी बेलडाङ्गीको घुमाइलाई हामी यहीँ अन्त्य गर्छौँ। र तपाईँहरूले हेर्नुभयो होला आफ्नो क्षेत्र ठाउँहरू। अब सम्पूर्ण ठाउँहरू त मैले देखाउन सकिनँ, तर मैले आफ्नो विशेष आफ्नो भिटा अनि त्यहाँबाट छिमेकी अनि अलिअलि चिन्जान भएको साथीहरूको भिटा चाहिँ मैले देखाउने कोसिस गरेँ। तपाईँहरूले हेर्नुभयो होला, मन पराउनु भयो होला, मनोरञ्जन लिनुभयो होला। तपाईँहरूले यदि चाहनुहुन्छ भने आफ्नो मान्छेहरूलाई, आफ्नो जान्ने साथीहरूलाई यो भिडियो
मेरो च्यानललाई सेयर गरेर तपाईहरुले पुर्याउन सक्नुहुन्छ। फेरि पनि मेरो च्यानलको नाम हो मन एन्ड मर्सी च्यानल। यति भन्दै यहाँबाट म बिदा लिन्छु। नमस्ते।